यो भिडियो हिजोबाट एकदम सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जुन यो वृद्ध बुवालाई चाहिँ मुक्का हान्ने व्यक्तिलाई चाहिँ प्रहरीले पक्राउ गरिसकेको छ। अनुसन्धान पनि सुरु भयो होला। अब त्यो कानुनी बमोजिम अब उहाँलाई के सजाय हुने त्यो अब अदालतले गर्ला। त्यो हामी बोल्नुपर्ने पाटो केही पनि भएन। मलाई अलिकति कहाँनिर चित्त बुझेन भन्दाखेरि एउटा बिच सडकमा एउटा बलवान व्यक्तिले एउटा वृद्ध बुवालाई गएर त्यसरी मुक्का हानिराखेको अवस्थामा त्यत्रो माइक्रोमा त्यो साइडमा माइक्रो पनि छ। त्यो माइक्रोमा त्यत्रो पब्लिक छ। त्यो पब्लिकको मान्छेले पनि त एउटा केही न केही कुरा उठान त गर्न सकिन्थ्यो। किन पिट्नु भयो, के गल्ती थियो उहाँकोमा सोध्न त सकिन्थ्यो, प्रश्न त गर्न सकिन्थ्यो। अथवा कसैले त्यहाँ एकछिन कुरा उठान गरेर पुलिसलाई फोन गर्दै गयो, पुलिसले त्यहाँबाट पक्राउ गर्न पनि सकिन्थ्यो हैन। अब त्यहाँ कसैले पनि भिडियो गर्नतिर लाग्न सक्ने, तर त्यहाँ कुरा उठान गर्न सक्ने अवस्थामा कोही पनि भएनन् है। कुरा त उठान गरिदिएको भयो भने त हुन्थ्यो नि त। त्यहाँ आएर एक दुईजनाले सोधेको सोधोस गर्दा गर्दा अर्कोले फोन गरेर पुलिस आइपुग्थ्यो। त्यहाँबाट समात्थ्यो पुलिसले। त्यहाँ ठुलो इस्यु त केही पनि थिएन। पुलिसलाई खोज्न पनि जरुरत पनि हुन्थेन। त्यहाँ कहाँको मान्छे के हो भन्ने एकछिन दुःख पनि हुन्थेन पुलिसलाई, हो कि होइन। त्यसै कारणले गर्दाखेरि यस्तो कुरामा चाहिँ हामीले ख्याल गर्नुपर्छ। कहाँनिर के भइरहेछ होइन, हामी कतै हिँडिरहेको अवस्थामा चाहिँ कहीँनिर त्यस्तो घटना भयो भने हामीले पुलिसलाई जानकारी गरेर हुन्छ कि अथवा त्यहाँ हामीले केही कुराहरू बुझेर हुन्छ कि त्यो गर्नुपर्ने अवस्था हो। तपाईँहरूलाई के कस्तो लाग्छ होइन, तपाईँले भन्नु होला।